नमस्कार सबैलाई। आजको यो विशेष भ्लगमा आज हामी छौँ हाम्रो आफ्नै परिवारसँग इलोरा ग्रुप एकदमै विशेष अवसरमा हो। आज हामी मनाउँदैछौँ स्टार सेलिब्रेसन र त्यो पनि दोहाको निकै प्रतिष्ठित स्थान फ्रेसर स्विट दोहामा हो। आजको साँझ रमाइलो, हाँसो, स्वाद र सम्झनाले भरिपूर्ण हुनेछ। त्यसैले हाम्रो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। सबैभन्दा पहिले कुरा गरौँ यहाँको वातावरणको। वाउ, इन्ट्रान्सबाटै सुरु हुन्छ एउटा रोयल फिल रक गार्डन। यति मनमोहक दृश्य, साँच्चै भन्नुपर्दा डेकोरेसनले त मनै जितिसकेको छ। हरियो, सेतो र हल्का गुलाबी रङको संयोजनले वातावरणलाई फ्रेस र क्लासिक र सेलिब्रेसन मोडमा परिवर्तन गरेको थियो। साथीहरू, यहाँ चाहिँ देख्न सक्नुहुन्छ यति सजावट छ कि जो कसैको यो डेकोरेसनले गर्दा मन लोभिन्छ। हाम्रो यहाँ अमितजी हुनुहुन्छ, यहाँ साथीहरू भिडियो गर्दैछन्। यहाँको स्विटहरू देख्न सक्नुहुन्छ, यो स्विट आइटमहरू। यहाँको डेकोरेसन, यो गुलाबी रङको फुल एकदम मनमोहक र सुन्दर दृश्य देख्न सकिन्छ। सबै खुसियालीमा छन् साथीहरू। एकदमै राम्रो भ्यू देख्न सक्नुहुन्छ। यहाँको गार्डन कस्तो छ, तपाईँले जुन इमेजिन गरेको त्यस्तै टाइपको छ क्या। एकदमै बवाल डेकोरेसन, यहाँको लाइटहरू। सो गाइज, तपाईँहरूले हेर्दै गर्नु होला है त। तपाईँलाई यहाँ लान्छु अलि उतापट्टि म, यहाँ गार्डनमा। यो गार्डन झन् बवाल बवाल देख्यो क्या। लाइटले यो सेतो सेतो बगरहरू मिलाएर राखेको, हरियो हरियो रुख बवाल छ। हाम्रो यहाँ सरलाई हेरौँ, जफिर सर। अब उतातिर जाऊँ है त एकछिन, उतातिर हेर्नु पर्यो है त कस्तो छ। तपाईँलाई उता पनि देखाउँछु। अब साथीहरू पुरै रिलहरू, भिडियोहरू टिकटक बनाउँदैछन्। खुसी खुसीमा चाहिँ साथीहरू हेर्दैछन्। यहाँ वेटिङमा छ। सलाद ल्याएर चाहिँ स्टार खुलेको छैन, खुलेपछि चाहिँ खाने मात्र वेटिङमा छ पुरै साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले। हेलो 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 साथीहरू, के छ? ठिक छ नि? ओके। पुरै हाम्रो चाहिँ इलोरा ग्रुप सपरिवारै आएका छौँ। साथीहरू, यहाँको लाइट हेर्नुहोस् कति दामी लाग्यो है मलाई चाहिँ। हाम्रो यहाँ अलाम सर हुनुहुन्छ, हात हलाइरहनुहुन्छ। यता भोल्टेकका साथीहरू पनि छन्। यता विजयले चाहिँ झ्याम्म लाएर खानेकुरा बोकेर आउँदैछ। पुरै साथीहरू फोटो हाल्दै बस्दै आराम गरिरहेछन् है त। भक्काभक्दै अहिले प्लेटमा खानासाना हाल्नेमा बिजी छन्। यता हालेर साथीहरू त्यहाँ वेटिङमा छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ बिरयानीको लाइन। अनि साथीहरूलाई सर देखाऊँ है त एकछिन। ल, आफू पनि देखिन पर्यो नि त एकछिन त, होइन? ल ल है, अब चाहिँ खाना दन्काउन सुरु भयो है त। अब मजामा केटाहरू हान्नु पर्यो, ल्याउँ ल, मैले खानु पर्यो है त। ल, चिकन बिरयानी प्लस मटन पनि छ, मटन फ्राई। साथीहरूले ध्यान दिएछ, म पनि ल्याउँ खान थालेँ। एकदमै दामी छ टेस्ट। मैले खाएर नि भ्याएँ। अनि यतातिरको लाइटहरू देखाऊँ, यता साथीहरूलाई देखाऊँ भनेर। हात धुने ठाउँ छैन यहाँ, टिस्युले बस्ने जो कपडाले।
भ्याउनु भयो एकदम ल खानु आछि काजीले खाएन अहिलेसम्म खासै टेस्ट कुमारले मारे जस्तो भिडियो बनाऊ ओहो ल भेन खानु भएन थोरै भयो धेरै खायो खाइदियो हामी त हो बरु यो चाहिँ खान मन लाग्यो ल साथीहरू चाहिँ खाँदैछन् म चाहिँ तपाईँहरूलाई अब यतातिर एकछिन भिजिट गराउँछ है त्यहाँको यहाँबाट तपाईँहरूलाई सर यता देखाउँ एकछिन अब यहाँबाट अघि देखिसक्यो यहाँ त अब फेरि बाहिर गयो वातावरण अब त्यहाँ हामी लगभग उताबाट निस्किँदैछौँ बाहिरको वातावरण देख्न सक्नुहुन्छ एकदम चिसो हावा चलेको छ कहाँ गएको गाडी है छ यता गार्डनतिर पनि देखाउँ बाहिरको यहाँबाट सर र यता रुखहरू झिलिमिली बोलिरहेको अवस्था यता होटेल यति ठुला छन् कि हो ल कुन दिदी गयो यताबाट ओहो पूरा कट करे क्या बात अच्छा है ना अच्छा है ठीक है साथीहरू आजको भिडियो यति नै तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला